हेलो साथीहरू, म चाहिँ आज एउटा नयाँ विषयलाई लिएर आएँ। संसारको पहिलो मेकानिकको नाम सर्च गर्दा मैले च्याट जीपीटीमा आर्किमिडिज भन्ने नाम आयो। पहिलो इन्जिनियरको नाम सर्च गर्दा चाहिँ इमहोटेप भन्ने नाम आयो। तर मान्छेहरू पहिला आएको कि चराहरू पहिले आएको यो दुनियाँमा भनेर सोद्धाखेरि चाहिँ नि चराहरू पहिले आएको भन्ने चाहिँ च्याट जीपीटी अनुसार भनियो होइन। तर संसारको पहिलो इन्जिनियर पहिलो मेकानिक उहाँहरू भए तापनि यदि चरा पहिले आएको भन्ने साँच्ची हो भने यो हेर्नुहोस्, यो गुड यहाँभित्र सुत्न मिल्ने होइन, अलिकति पानीलाई छेक्ने। अब यसको बनावट हेर्नुहोस्, यसलाई कसरी बुनेको छ। चराहरू पहिले आएको भए त चराहरू नै हो नि त होइन। तर अब मान्छेहरूको हिसाबले चाहिँ हेर्दाखेरि उहाँहरू हो। तर मेरो सोच अनुसार, मेरो पर्सपेक्टिभ अनुसार चाहिँ चरा नै दुनियाँको चराचुरुङ्गी या अन्य वन्य जन्तुहरू नै पहिले आएको हुनाले उनीहरू नै पहिलो इन्जिनियर हो जस्तो लाग्छ। इन्जिनियर मेकानिक जे भने उनीहरू नै हो जस्तो लाग्छ क्या मलाई यो हेर्दाखेरि चाहिँ। अब तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला।